उठ युवा उठ, अब सुतेर हुँदैन, मोबाइल चलाई कोठाभित्र लुकेर हुँदैन, लोकतन्त्र सुदृढीकरणमा अब हामी लाग्नै पर्छ, मिल्नुपर्छ युवा अब फुटेर हुँदैन, मिल्नुपर्छ युवा अब फुटेर हुँदैन। आज म यहाँ लोकतन्त्र सुदृढीकरणमा युवाको भूमिका विषयमा आफ्ना भनाइ राख्न गइरहेकी छु। अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए, जनताबाट, जनताका लागि र जनताद्वारा सञ्चालित शासन नै लोकतन्त्र हो। लोकतन्त्र भनेको जनताले खुला प्रतिस्पर्धाको माध्यमबाट आफ्नो शासक छान्ने व्यवस्था हो। यसमा शासन सत्ता जनताको हातमा हुन्छ र यसको प्रयोग उनीहरू आफै वा आफ्ना निर्वाचित जनप्रतिनिधिहरू मार्फत गर्छन्। लोकतन्त्र नागरिकको हक अधिकार सुरक्षित गरी समाजमा विधिको शासन कायम गर्ने उत्कृष्ट राजनीतिक व्यवस्था हो भने युवा एउटा त्यस्तो शक्ति जसले सहारा मरुभूमिमा ड्याफोडिल फुलाउने ताकत राख्दछ। युवा एउटा त्यस्तो उम्मेद जसले चट्टानहरूको माझ बाली झुलाउने हिक्मत राख्दछ अनि राख्दछ सामर्थ्य बाँच्ने र हाँस्ने आशा गुमाएका, सपना बुन्ने हौसला टुटेकालाई फेरि जीवन्त पार्ने। राष्ट्रिय युवा नीति 2072 अनुसार नेपालमा 16 देखि 40 वर्ष उमेरका व्यक्तिलाई युवा मानिएको छ। 2078 को जनसङ्ख्या अनुसार नेपालमा अहिले 42.5% युवा रहेका छन्। अझ 15 देखि 59 वर्षका युवाको जनसङ्ख्या 61.9% रहेको छ। यो उच्च युवा जनसङ्ख्या भएको समय हो र यसरी अरूको कमाइमा भर पर्ने आश्रित जनसङ्ख्या भन्दा आफै आय आर्जन गर्न सक्ने आत्मनिर्भर जनसङ्ख्या बढी हुनुलाई जनसाङ्ख्यिक लाभांशको समय भनिन्छ। तर युवाको बढ्दो विदेश पलायन, घट्दो जनसङ्ख्या वृद्धि दर र बढ्दो आयु जस्ता कारणहरूले गर्दा यस लाभांशको समय अबको 2 वर्षपछि नरहने विज्ञहरूको ठहर छ। विगतका पाना पल्टाउँदा 2046 सालमा युवाकै नेतृत्वमा भएको ऐतिहासिक जनआन्दोलनले गर्दा प्रजातन्त्रको पुनर्स्थापना गर्यो। देशले रगत मागे मलाई बलि चढाऊ भन्ने भावनाले ओतप्रोत भएका युवाले नेतृत्व गर्दा 62-63 को जनआन्दोलनमा सफलता मिल्यो। 237 वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो। राणा शासनको निरङ्कुशताबाट देशलाई मुक्त पार्न गङ्गालाल, दशरथ, धर्मभक्त, शुक्रराज जस्ता युवाहरूले हाँसी हाँसी घाँटीमा फाँसीको माला गाँसे। युवा नेतृत्वले नै गर्दा दोस्रो विश्वयुद्धपछि ध्वस्त भएको जापान हराभरा भएको छ। नेल्सन मण्डेलाको नेतृत्वले दक्षिण अफ्रिकाबाट रङभेदी नीति समाप्त भएको छ। एकजना डाक्टर महातिर मोहम्मदको सङ्कल्पले मलेसिया उन्नत भयो भने एकजना ली क्वान यूको अठोटले सिङ्गापुर भयो। वर्ल्ड जस्टिस प्रोजेक्टले सन् 2024 मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल विधिको शासनमा 69औं स्थानमा समावेश भएको छ। यस तथ्याङ्क अनुसार खुला सरकार, स्वतन्त्र न्यायालय, भ्रष्टाचार नियन्त्रण जस्ता कुराहरूमा नेपाल कमजोर देखिएको छ। त्यसैगरी ट्रान्सपेरेन्सी इन्टरनेसनलले सन् 2024 मै सार्वजनिक गरेको CPI करप्सन पर्सेप्सन इन्डेक्स अनुसार 34 अङ्कका साथ नेपाल 180 देशहरूमध्ये 107औं स्थानमा समावेश भएको छ। 50 अङ्क भन्दा कम प्राप्त गर्ने देशहरू अति भ्रष्टको सूचीमा समावेश भएका छन्। त्यसैगरी हेनली पासपोर्ट इन्डेक्स अनुसार नेपाल अगाडिबाट 101औं र पछाडिबाट 6औं स्थानमा समावेश भएको छ भने सिङ्गापुर शीर्ष स्थानमा रहेको छ। समकालीन विश्वमा आर्थिक समृद्धि हासिल गरेका सिङ्गापुर, चीन, जापान जस्ता देशहरूको इतिहास पल्टाउँदै अध्ययन गर्ने हो भने उनीहरूले विधिको शासन कडाइपूर्वक अपनाएको र भ्रष्टाचारमा शून्य सहनशीलताको कार्यान्वयन गरेको पाइएको छ। यसकारण जुन जोगी आए पनि कानै चिरेको भने चाहिँ जतिसुकै नेताहरू आए पनि सुशासनको चर्का भाषण दिए पनि भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन। के हामीले खोजेको लोकतन्त्र यही हो? मुटुमाथि ढुङ्गा राखी भन्नुपर्छ, आज लाखौं करोडौं नेपाली युवाहरू विदेशमा आफ्नो श्रम बेच्न बाध्य भएका छन्। आज हामी हाम्रा तन्नेरी जमातहरू धमाधम देश छोडेको टुलु हेरेर बस्न बाध्य भएका छौँ। आज राजनीतिमा युवा छैनन्, देशको नेतृत्वमा युवा छैनन्, के भनौँ देशमै युवा छैनन्। यसकारण अब नेपाल सरकारले विदेशमा रहेका लाखौं करोडौं नेपाली युवाहरूलाई देश फर्कने अवसर वातावरण सिर्जना गर्नै पर्छ र युवाहरूले आफ्नो सिप ज्ञानलाई देशमा आएर अवसरको मुहान फुटाउन खर्च गर्नुपर्छ। र अन्त्यमा एन्टार्क्टिकामा तापक्रम -2 डिग्री सेल्सियस भन्दा कम छ, तर त्यहाँ पेङ्गुइनले आफ्नो अस्तित्व अर्थात् जीविकोपार्जन गरेकै छ। भलै पेङ्गुइन अण्डाबाट बच्चा जन्माउने प्राणी हो, अण्डाबाट बच्चा जन्माउन तापक्रम चाहिन्छ। तर एन्टार्क्टिका जस्तो चिसो ठाउँमा
पेंगुइनलाई सम्भव हुन्छ यसर्थ कि बच्चा जन्माउने बेलामा सबै पेंगुइनहरू एकजुट भएर अण्डालाई तापक्रम दिन्छन्। त्यसरी नै अब हामी सम्पूर्ण नेपाली युवाहरू एकजुट भएर लाग्ने हो भने लोकतन्त्र सुदृढीकरण अवश्य गर्न सकिन्छ। यति भन्दै म मेरा भनाइ यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद।